हेलो सी एक्सपिरियन्स तपाईहरुको लागि होलीको पहिलो दिन एमएसीले रंगीन क्यालेन्डर पठाइसकेको छ। तपाईले थाहा पाउनु भएको होला 2082 को शैक्षिक क्यालेन्डरमा के छ त भन्दाखेरि साउनको दोस्रो हप्ता तपाईको लागि फर्मको लागि नोटिस खुल्छ। त्यसपछि आएर साउनपछि भदौको दोस्रो हप्तामा तपाईले फर्म भरिसक्नु पर्नेछ र असोजको पहिलो हप्तामा तपाईको एक्जाम हुनेछ अनि असोजको दोस्रो हप्तामा तपाईको रिजल्ट आउनेछ। यसरी हेर्दा तपाईहरु रिपिटर ब्याच हुनुहुन्छ भने तपाईको लागि 6 महिना छ। तर याद गर्नुस् भदौको पहिलो हप्ता 2081 मा एक्जाम भएको थियो। अब भनिसकेपछि 13 महिना तपाईलाई थियो, 7 महिना त बितिसक्यो। 7 महिनामा तपाईले राम्रो तरिकाले पढ्नु भएन भने पहिला 2081 भदौ पहिलो हप्ता जति मार्क्स आएको थियो त्यसकै वरिपरि मार्क्स आएको होला। अझ कोही कोही विद्यार्थीको त घटेको होला। मार्क्स आएको छैन भन्नुको मतलब तपाईले पढेको भकै छैन। त्यही भएर स्टडी प्लान चेन्ज गर्नुस्। सक्नुहुन्छ आफै स्टडी प्लान बनाउनुस्। अब 6 महिनालाई चाहिँ 3 महिना बेसिक कुराहरु पढ्नुस्। 3 महिना मज्जाले पछाडीको 3 महिना रिभिजन गर्नुस् हैन। तपाईले स्ट्रिक्ट फलो गर्न सक्नुहुन्न, डिसिप्लिन भएर पढ्न सक्नुहुन्न भन्ने मार्क्स अझै 6 महिनामा पनि बढ्नेवाला चाहिँ छैन है। यो कुरा पनि ख्याल गर्नु होला। दशैं 2082 को चाहिँ तपाईको असोजको 16 गते परेछ भनेपछि त्यो भन्दा अघि नै रिजल्ट आउला भनेपछि टीका लाउँदाखेरि चाहिँ सपना पूरा गरेर लाउने कि नलाउने भन्ने कुरा पनि छ। मज्जाले एमएसीले होली र दशैंको बीचमा तपाईको करियर बन्ने कि नबन्ने भनेर डिसाइड गर्नला नोटिस फालेको जस्तो लाग्छ मलाई चाहिँ है। सो दैट ख्याल गर्नु होला। हामीले होलीको अवसरमा फेरि नयाँ सेक्सनहरु पनि सञ्चालन गर्दै छौं। रिपिटर ब्याच हुनुहुन्छ, मार्क्स बढिरहेको छैन भनेपछि तपाईले पढेको भएको छैन है। सो दैट तपाई हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। ठीक छ, क्लास फिजिकल क्लास लिन मन छ भने लिनुस्, होइन तर केही काउन्सलिङ चाहिन्छ भने पनि हामी तपाईलाई निशुल्क काउन्सलिङ पनि प्रदान गर्नेछौं। ह्यापी होली पनि भन्न चाहन्छु र अर्को दशैंमा चाहिँ स्योरै नाम निकाल्नुपर्छ। थ्यांक यू।